हेलो गाइस, मैले चाहिँ आज प्याज लगाउँदैछु है। यो प्याज चाहिँ बजारदेखि मगाएको है। यो प्याजको बिरुवा चाहिँ तल बजारदेखि मगाएको हो। अनि मैले चाहिँ यहाँ लगाउँदैछु। पहिला सुरुमा त होइन, मैले बारी खने होइन, बारी खनेर त्यसमा मल हालेर फेरि पनि खने है। दुईचोटि खनिसकेपछि मैले प्याज लगाउँदैछु है। प्याज लगाउँदैछु अनि प्याज रोप्ने चाहिँ योले है, योले टक्क लाएर होइन, टक्क लाएर यसरी खनौँ होइन। यसरी खनेर चाहिँ मैले टक्क लाएर यसरी हाल्दैछु। ल, यसरी रोप्दैछु है मैले प्याज। अनि चाहिँ प्याज रोपेर चाहिँ पछि टक्क लाएर पानीपुरी चटपटेमा मिसाएर खानु परेन र। अनि दाल भात मासुसँग पनि खानु पर्यो प्याज लगाएर। त्यही भएर मैले प्याज रोप्दैछु आज चाहिँ। आजको काम चाहिँ मेरो प्याज रोप्ने हो। रुगाले पनि नछोड्ने भयो। रुगा लागेको पनि भयो। दुई हप्ता जति है, 2 हप्ता जति भइसक्यो। यो रुगाले पनि नछोड्ने भयो मलाई। रुगाको एकदमै प्यारी मान्छे रहेछु म होइन। रुगाले मलाई एकदमै मन पराउँदो रहेछ। त्यही भएर होला रुगाले पनि छोड्दैन। चिसो धेरै छ। अब पुसको महिना चिसो नहुनेर कुरै छैन होइन। हाम्रो गाउँतिर हो, लेकतिर हो, लेकतिर झन् चिसो हुन्छ, टुसेरा पर्छ, ठाडो पनि पर्छ होइन। चिसो एकदमै छ है हाम्रो गाउँतिर। बिहान र बेलुका चाहिँ पानी छुन सकिन्न, एकदमै चिसो छ। ल है गाइज, कम्प्लिट माई वर्क। मैले मेरो काम सकिसकेँ। मेरो काम चाहिँ प्याज रोप्ने काम थियो, त्यो चाहिँ मैले सकिसकेँ। ल, रोपेर पनि पानी हालेको छु है। राम्रोसँग देखेको छैन है।